एउटा बिन्तीमा गर्दछु सुजनमा हात जोडी सानो बनी यसमा कति घृणा नमानी बग्सनुहोस् के गरेछ गन्थन भनी पुर्खा वृद्ध भए कहन्छु कनयो संक्षेपले केही गुनी भारत ध्वज महर्षिका कुलमा पैदा भएका बडा शिवा कोटि गणेश जिजु कहिनी पहिले भए ती खडा पहिले जन्म भई कुमाउगढीमा फेरि पूर्व 2 नम्बर सुनखानीतिर बस्नु मनसय हुँदा पारे तयार छपर पहिले आई छपर बनाई राधा नामै छपर कुरयो काली नग कुल देवता भवन एक ताई तयारी भयो सारै सुन्न र त्यो भवन झिङ्गटीको छानु तयारी गरी अग्रखका सब थाम छन् वरिपरि पक्का फलामै सरी चौकुण्डा गजुरै सहित भवनमा श्रीकाली नगराजको शक्ति मुक्ति छ विराजमान छ उही प्रख्यात छ सम्पूर्णको यस्ता कुल देवता तत्सृष्टि गरिणे पुर्खा गणेशले अनि वृता जङ्गलारी जिए उही घरी पाल्छु मगाई भनी यो घर बनाउनु भन्दा पहिले अनि कहाँ चाहिँ बस्छस् कहाँ चाहिँ दिनु तँलाई वृता ऊ मार्बुमा गएर बस भनेर राजाले त्यति बेरको राजा चाहिँ दोलखे थियो अरे अनि भन्दाखेरि होइन मलाई त्यो कालो सापले खान्छ तामाकोसी मलाई त यहाँ दर्शन गर्न आउनुपर्छ भीमेश्वरको मलाई त्यो ठाउँमा देऊ न छलुवाडिलबाट यो सुनखानी एरिया देखाए अरे अनि देखाएपछि अनि सधैँभरि गएर सेवा गर्ने मलाई एउटा गाई बान्ने ठाउँ भनेपछि लो भइहाल्यो 3 वर्षे कोराली काँधमा बोकेर कति हिँड्न सक्छस् त्यति तँलाई भनेपछि 3 वर्षे गाईको कोराली काँधमा बोकेर देउराली भन्छन् कालिम्चोक जाँदा देख्नुभयो होला नि हो त्यो देउरालीदेखि अनि बिगु चागु यो कालिम्चोक भित्रे सुहारे टुट्यान यो सबै अनि त्यति बेर तोरीखेत यो वृता जङ्गल आर्जिएको अरे त्यसरी म पाल्छु गाई भनी गाई पाल्यो दुध र दहीको खोलो बगाइदिए अनि त्यो भित्रबाट चाहिँ थपक्क दुध दोहेर यहाँ आइपुग्ने त्यो बोक्राहरूको कुलो बनाएर त्यसरी यहाँ आउने थियो अरे यो घरमा पनि यो घरमा सम्म ती गोवर्धन चतुर्भुजहरूले त्यसरी यहाँ गरेका थिए अनि त्यति बेर अब मल्ल राजा त्यति बेर यहाँ बसी यो घर तयारी भई यहाँका छोराछोरीहरू सारा जन्मी गरेपछि मल्ल राजाको पालाभन्दा 100 वर्ष अघि बनेको घर गोवर्धन जिजु फेरि महेश्वर जिजु काका भतिजी भइकन चारैनाले घर एक बनाउनु भयो देख्दै यहाँ तिनी मन